नमस्ते, मेरो नाम इसु पुन। यस बुटोल उपमहानगरपालिका वडा नम्बर 17 मा अवस्थित यस मोतीपुर सामुदायिक सिकाइ केन्द्रद्वारा र अर्को मोतीपुर कृषि सहकारी संस्थाको संयुक्त सहयोगमा बुटोल उपमहानगरपालिकाको कृषि शाखाका अधिकृत सन्तोष जीजी सरको हामीले 2 दिनको पुष्प खेती तालिम लिएका थियौं। त्यो 2 दिनको तालिममा हामी 30 जना वडा नम्बर 17, 18 र 19 का दिदी बहिनीहरूले 2 दिने पुष्प खेती तालिम लिएका थियौं। त्यही तालिमको उपलब्धि हो यो। हामीले यो सामूहिक रूपमा संस्थाका दुवै संस्थाका सदस्यहरू मिलेर यो 1.5 कट्ठामा फूल खेती गरौँ न त, अहिले तालिम लिएका छौं, त्यसको प्रतिक्रिया कस्तो हुन्छ भनेर यो त्यतिकै अनुभव गरेका थियौं। यो अनुभवले एकदम राम्रो प्रतिक्रिया दिएको छ। हाम्रो फूलहरू एकदम राम्रा भएका छन्। सुरुमा चाहिँ हल्का लगभग 500 वटा फूल त नर्सरी उत्पादन गर्दाखेरि त केही कमजोरी भएर पनि मोरे। अनि फेरि तुरुन्त किनेर फेरि बेर्ना जमाएर हामीले फेरि यो फूलहरू यतिसम्म बचाउन सकेका छौं। अहिले बहिनीहरूले चाहिँ माग गर्नु भएको छ। हामीले चाहिँ किलोको चाहिँ बजारीमा चाहिँ 500 भने तापनि हामीले 400, 450 मा यो बिक्री वितरण गर्ने निर्णय गरेका छौं। अब हाम्रो फूलको समस्या भन्दाखेरि हामीले चाहिँ एमा चाहिँ यो प्लास्टिक चाहिँ लगाएका थिएनौं। त्यतिकै ड्याङ बनाएर छर्दाखेरि चाहिँ अलि यो झाडहरू गोड्न पर्नेको धेरै अब यसलाई मलजल झाड बढी निस्केको हुनाले अब त्यसमा टाइम दिन सकेका थिएनौं। त्यसपछि अर्को चाहिँ सिंचाइको पनि यहाँ चाहिँ एकदम दुःख भयो, पानी लाउन पनि दुःख भयो। अनि अर्को कुरा चाहिँ किराहरूले पनि एकदम दुःख दिए। किरा भिटामिनहरू पनि बेला बेलामा हाल्नु पर्ने रहेछ। हाम्रो सन्तोष जीजी सरसँग समन्वय गरेर बेला बेलामा यो कीटाणु, यो भिटामिन लगायत यो किरा मार्ने औषधिहरू पनि राखेका थियौं। अहिले जियोस् हामीलाई यो 1.5 कट्ठाको फूलको खेतीले हामी एकदम सन्तुष्ट भएका छौं। आगामी दिनमा पनि हामीले अझै 5 कट्ठामा, अर्को वर्ष 5 कट्ठामा यही सयपत्री फूल खेती गर्ने आशा बोकेका छौं। अन्त्यमा यो बुटोल उपमहानगरपालिकाको कृषि शाखाबाट हामीलाई अनुदान दिनुभएको छ। साथसाथै हामीलाई यो व्यवसाय गर्न उत्प्रेरणा दिनुभएकामा नगरपालिका कार्यालय मुरी धन्यवाद व्यक्त गर्न चाहन्छु। हस्त।